हेलो भाइ बहिनीहरू, नमस्ते। आज पनि म हजुरहरूलाई एउटा नयाँ कथा सुनाउन आएको छु। आज हामी लायन र माउसको कथा सुन्ने। लायन भनेको के हो थाहा छ हजुरहरूलाई? लायन भनेको जङ्गलको राजा सिंह र माउस भनेको मुसा। ल कथा सुरु गरौँ है। त्यसमा एउटा जङ्गल थियो र त्यो जङ्गलमा एउटा लायन बस्थ्यो। लायन चाहिँ एक दिन सुतिरहेको थियो। ऊ सुतिरहेको बेलामा एउटा मुसा चाहिँ लायनको माथि उफ्रिरहेको थियो। मुसा उफ्रिरहेको थाहा पाएर लायन बिउज्यो। अब मुसालाई लायनले च्याप्प समात्यो अनि अब म तिमीलाई खान्छु भनेर लायनले मुखमा लगाउन लागेको थियो मुसालाई। अनि मुसाले भनेछ, हजुरले मलाई नखाइस्यो, मलाई यो चोटि छोड्दिस्यो। म अब अर्कोचोटिदेखि कहिले पनि यस्तो गर्दिन। हजुरलाई परेको बेलामा म हेल्प गर्छु, मलाई छोड्दिस्यो यो चोटि भनेर मुसा रुन लागेछ। अनि लायनलाई हाँस उठेछ। यति सानो मुसा छ, मलाई कसरी हेल्प गर्छौ तिमीले? यसो भन्दै लायनले मुसालाई छोडिदिएछ। अनि एक दिन गाडीहरू चाहिँ त्यो जङ्गलमा आएछ अनि जाल थापेछ। जालमा चरा सिंह परेछ। अब कसरी निस्किने? सिंह त निस्किनै सकेनछ जालबाट। अनि त्यतिखेर छेउबाट मुसा हिँडिरहेको रहेछ। त्यो अस्तिको मुसा रहेछ। अब उसले त लायनलाई चिनेको थियो। लायनलाई देख्ने बित्तिकै ओहो, राजालाई त के भएछ? हाम्रो जङ्गलको राजा त जालमा पो पर्नु भएछ भन्दै खुर्र दौडेर राजासँग गएर सोधेछ, के भयो हजुरलाई? किन जालमा बस्नु भएको? यस्तो सुनेर सिंहले भनेछ, सिकारीहरूले मलाई जालमा पारे, अब म निस्किनै सक्दिन, कसरी निस्किने होला? त्यति भनेपछि मुसाले एउटा आइडिया लगाएछ। अनि उसले भनेछ, मैले हजुरलाई हेल्प गर्न सक्छु राजा। मैले हजुरको यो जाल सबै काटिदिन्छु अनि हजुर निस्किन सक्नुहुन्छ। त्यति भन्दै मुसाले सिंहको सबै जाल काटिदिएछ र सिंह बाहिर निस्किन लगेछ। अनि मुसाले भनेछ, देख्नुभयो, अस्ति हजुरले मलाई छोडिदिनु भएको भएर आज मैले हजुरलाई हेल्प गर्न पाएँ, नभए हजुर आज सिकारीहरूको हातमा परिसक्नुहुन्थ्यो। त्यसपछि सिंहले पनि मुसालाई धन्यवाद भनेछ। नानी बाबुहरू, आज हामीले यो कथाबाट के सिक्यौँ? यो कथाबाट हामीले सिक्यौँ कि अरूको जहिले पनि हेल्प गर्नुपर्छ। हाम्रो साथीहरूलाई, हाम्रो बुवा मामुहरूलाई, आमा बुवाहरूलाई सबैलाई हामीले हेल्प गर्नुपर्छ। उहाँहरूलाई हेल्प गर्यो भने उहाँहरूले पनि तिमीलाई परेको बेलामा हेल्प गर्नुहुन्छ। बुझ्यौ त भाइ बहिनीहरू? आजलाई कथा यति नै। अर्कोचोटि भेट्नुपर्छ है त। बाई बाई। कथा मन परे लाइक, सेयर र सब्सक्राइब गरिदिनु होला। त्यही अरू कथा म पछि पनि भन्नेछु।